सेवा नमस्ते सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। फेरि पनि म चाहिँ हजुरहरूकोमा चाहिँ आइसकिसकेको छु मेरो मिनी भ्लग लिएर। मेरो स्वर त खासै राम्रो त छैन, त्यही माथि रुगामार्गी लागिरहेको छ। त्यही पनि हजुरहरूले झर्को नमानी सुनिदिनुहुन्छ भन्ने आशा गरेकी छु। मैले चाहिँ आज भिडियो किन बनाएको भन्दाखेरि चाहिँ मेरो पहाड घरबाट चाहिँ ड्याडी मामी आउनु भएको थियो अनि ड्याडी मम्मीहरूसँग चाहिँ मैले फोटो भिडियो पनि केही बनाएको छैन नि त। आज चाहिँ सानो मिनी भ्लग बनाइदिन्छु भनेर सोचेँ। अनि मेरो मम्मीले चाहिँ झोलाबाट चाहिँ पहाडको कसैले निकाल्दै हुनुहुन्छ अनि राईले मेरो त फेभरेट मासु भनेको सुँगुर हो नि त। सो मम्मीले चाहिँ सुँगुरको मासु ल्याइदिनु भएको थियो पहाड। अनि यो भालेहरू पनि ल्याउनु भएको थियो, तर यो भाले चाहिँ हाम्रो लागि होइन। अनि मेरो ड्याडीको जेठी भाउजू पनि आउनु भएको थियो। सो हामी चाहिँ सबैजना गफ गर्दै बस्यौँ। धेरै दिन पछाडि जेठानी देउरानी भेट हुनु भएको नि त मेरो मम्मी र देउराको चाहिँ। सो गफ लाउँदै हुनुहुन्थ्यो, हामी चाहिँ बिचमा डिस्टर्ब गर्ने अनि कुरा सुन्ने। त्यो कुरा गरिसकेपछि हामी चाहिँ बजारतिर लाग्यौँ अनि ब्याङ्कतिर पनि काम थियो, तर ब्याङ्क चाहिँ 4 बजी नै बन्द हुने भएकोले चाहिँ हामी पुग्दा अलरेडी क्लोज भइसकेको। ब्याङ्ककै नजिक चाहिँ मेरो साथीको सप छ जुन चाहिँ सबैजनालाई थाहा छ, स्टिल एलियन। सो हामी चाहिँ त्यहाँ एकैछिन साथीलाई भेट्दै पुग्यौँ अनि 1-2वटा सामानहरू पनि लिएर आयौँ। त्यस पछाडि चाहिँ सपिङ गर्दै हामी चाहिँ फर्क्यौँ घरतिर। मम्मीलाई चाहिँ दमकको बारेमा केही थाहा छैन नि त, त्यही भएर यो चाहिँ यस्तो हो त्यस्तो हो भन्दै लिएर आएको। अनि गफ गर्दै फेरि हामी चाहिँ आयौँ अनि बिचमा थोरै सामान किन्नु थियो नि, त्यहाँ पनि किनेर चाहिँ सरासरी घर आयौँ साथीहरू। अनि यो सिजनको चाहिँ एकदमै फेभरेट चाहिँ रुगामार्गीको म नै भएको छु क्या। यति साह्रो मलाई रुगामार्गी लागेको छ, 1 महिना भइसकिसक्यो साथीहरू, निको नै हुँदैन। आफूलाई नै पुरै कमजोरी भयो जस्तो फिल गराउँछ। फाइनली हामी चाहिँ घर पनि आइपुग्यौँ। घर आएर चाहिँ मम्मीले लिची अनि ड्याडीले चाहिँ बियर खानु हुँदै थियो अनि मम्मीले पनि बियर खानु सघाउनु भयो। म चाहिँ हतार गरेर लिची खानातिर लागेँ साथीहरू। खानुभन्दा अगाडि हाच्छिउ लागिहाल्यो साथीहरू। अनि यो सिजनमा पनि लिची नखाएर कहिले खाने त होइन त साथीहरू, त्यही भनेर रुगामार्गीमा मात्रै खाइदिएँ मैले चाहिँ। मैले खाएको देखेर सबैजना आएर फेरि लिची खान थाल्नु भयो गफ गर्दै अनि सबैजनाले लिची खायौँ। मेरो दिदीको छोरालाई चाहिँ नास्पाती जबरजस्ती देखायो भनेर मैले चाहिँ देखाउनु लाएँ। सो मेरो मम्मी चाहिँ बियर र शीतल खाँदै हुनुहुन्छ है। अनि साथीहरू आजको मिनी ब्लग चाहिँ यति नै। सबैजना मस्त व्यस्त रहनु होला भन्दै टाटा बाई बाई टेक केयर।